ला मैले के गरी पठाएँ नि यो त पाप काम हो त हो भगवानले मलाई श्राप दिन्छ सारा हे भक्ते यहाँ छस् न के हो नि कोट त अजिङ्गरको छालाको छ त नि ए यो कोटको कुरा गरेको त्यही त म पनि यसो सोच्दै बस्थेँ थिएँ पाप काम गरेँ भनेर के पाप काम चाहिँ अस्ति चाहिँ नि मेरो घरमा अजिङ्गर आयो नि त आएछ मलाई पनि थाहा थिएन अनि मैले बनाएर आएको तिउन खाएछ कि अन्त मैले त देखेँ अब त्यो अजिङ्गरले त तिउन मजाले बटारेर खाँदैछ सालाको घाँटीमा चाहिँ च्याप्पै समातेर चाहिँ त्यसको घाँटीबाट चाहिँ यसरी छाला त उतारेर चाहिँ नि यसरी लेपाटाकाको के पो भन्छ लपटाकाको लपेटेको लपेट्दाखेरि चाहिँ यसरी कोट बनियो भनेर मलाई पनि थाहा छैन बनिएछ कोट हो यसरी नि हो उयो डल्लै सब्जी खाइ चुप लाग्यो यति साह्रो पनि भिड खिर गर्नु पर्दैन हौ होइन अजिङ्गर त मांसाहारी हुन्छ त होइन ल त्यो अजिङ्गर त शाकाहारी थियो नि हौ किन हौ किन भन्छ त्यो अजिङ्गरको छ बाउ हुन्छ नि बाउ अजिङ्गरको बाउ चाहिँ नि अजिङ्गरको बाउ चाहिँ खसेको थिएछ त्यसकै त्यो मासु खानु बारी राखेको थियो अनि तिउन खायो अनि कपाल पनि काटेको थियो चिन्डै भएको थियो त्यो अजिङ्गर चाहिँ काट्छ नि त पापा खसिरहेको छ है अगाडिको बित्थाको नदिइराइ त आइज न अजिङ्गर मात्रै जुत्ताको बाँकी छ गङ्गेटाको पनि जुत्ता आइदिन्छ ए